roller speedo. Exploring the unknown. ल ओके हामी निस्क्यौँ है अलिक गाह्रो गाह्रो त भइहाल्छ नर्मल ल ठिक छ म निस्केँ हाम्रो टिमहरू निस्क्यो है त ल हामी यहाँबाट हामी कलम्कीमा भेट्दैछौँ हाम्रो भेनाहरूलाई ओके त्यहाँबाट हामी बिस्तारै हिँड्छौँ अनि हामी खाजाको लागि चाहिँ बिस्तारै भेट्छौँ बिहानको ब्रेकफास्टको लागि चाहिँ ब्रेकफास्ट अब कता हुन्छ हेरौँ ल 5:30 को ठ्याक्कै राजु भाइ हामी निस्किन्छौँ है बाटोमा कुरा गर्छौँ ल बाटोमा भाइ ल सेफ राइड है तिमी यहीँ ल यता सेफ राइड राम्रोसँग हेलो एभ्रिवान इट्स मी विदुर है आजको हाम्रो भिडियो चाहिँ अप्पर मुस्ताङसम्मको हो अगाडि हाम्रो सिजन भाइ छ अनि त्यस्तै गरी अनिल उनीहरू दुईजना चाहिँ प्लेटमा र केटिएममा भइहाल्यो राजु भाइ र म चाहिँ मेरो बाइकमा छौँ अनि हाम्रो अर्को टिम मेम्बर हाम्रो भिनाजु श्रवण भाइले चाहिँ हामी कलङ्कीमा भेट्छौँ त्यहाँबाट उहाँलाई भेटेर चाहिँ हामी अगाडि बढ्छौँ है त हामीले चाहिँ हाम्रो प्याकिङ चाहिँ हिजो बेलुका नै सिधाइसकेका थियौँ त्यही भएर चाहिँ हामीलाई अहिले मर्निङमा हिँड्न अलिकति चाँडो भएको पनि हुनसक्छ मसो लाइक भोलिको ट्रिप मुस्ताङको लागि हो र हामी एकदमै एक्साइटेड छौँ र हामीले सबै प्याकिङहरू पनि तपाईँले हेर्नु भइसक्यो कस्तै हेलो एभ्रिवान अघि चाहिँ मैले भिडियो बनाउनु चाहिँ पाइनँ अलिकति म अलिकति रसमा थिएँ र हाम्रो प्याकिङ अहिले लगभगै कम्प्लिट हुन लागिसक्यो हाम्रो सबै लगभग कम्प्लिट हुन्छ है हाम्रो तपाईँले देख्न सक्नुहुन्छ म तपाईँलाई देखाइदिन्छु है हाम्रो ब्याग अनिल दाइको ब्याग छ यहाँ मेरो ब्याग चाहिँ अलरेडी रेडी भइसकेको छ यता त्यो दाइको पनि लगभग सबै रेडी नै भइसकेको छ दाइहरू त्यहाँनिर लाइक मिलाउँदै हुनुहुन्छ अनि भोलिको लागि एकदमै सबैजना एक्साइटेड हुनुहुन्छ र म सबैलाई फुल्ली गाइडेड गरेर लिएर जाँदैछु हाम्रो अब यो अपकमिङ भ्लग मेरो पनि तपाईँले हेर्न सक्नुहुन्छ होइन अब हामी सक्दो प्रयास सबैभन्दा चाँडो भ्लग दिनु प्रयास गर्दैछौँ चिन्ता नलिनुहोस् अनि बाटोमा के हुन्छ कस्तो हुन्छ हामी तपाईँलाई देखाउनेछौँ हामीसँग रहनु होला स्टे ट्युन रमाइलो मान्दै हिँड्नु होला है त हामी सँगसँगै ओके गाइज सी यु अन द रोड सबजनालाई लागौँ अब यो डोरी बाँधेको हाल्दै मिलेन त्यसलाई ए मिलेन ठिक भयो त उसलाई झन् सजिलो भएछ उसकोमा त्यो भएर झन् सजिलो भयो ल राम्रोसँग रिजर्भ किन तान्यो हालेँ मैले त्यहाँ होइन ए ल केही थाहा हुँदैन अहिले हामी खाजा खाँदाखेरि डिस्कस गर्छौँ खाजा खाँदाखेरि एकछिन कुरा गर्छौँ त्यो बेलामा खाजा खाँदाखेरि यो यसरी त्यो हामीले अलिअलि फर्मेट बनाएको छ हिजो बसेर अनि कसरी आउने के गरी कहाँनिर कसरी बस्ने भनेर कुस्मा सायद हामी कुस्मामा पनि हुन सक्ने चान्स अलिक बढी छ के गरी त्यो अल्टर चाहिँ राख्नु पऱ्यो कि यो भाइको लेख्दो रहेछ बन्जी भनेर के हो कि के हो कुस्मा पनि मेरो लागि त बेस्ट भन्छु होइन कुस्मा यदि हामी अन द वे हो भने कुस्मा बसेर पोखरा झरौँ नि त के भन न अनुसार हामी हिँड्न प्रयास गर्छौँ ताकि तपाईँहरूलाई पनि राम्रो अनि जेन्युन इन्फर्मेसन मिलोस् भन्ने हाम्रो इच्छा हो सो किप लभिङ अस थ्याङ्क यू अब सोचे जस्तो चाहिँ नहोला पाइप छ त छ पानी के छ भाइ तिम्रो खबर तिमी पनि चलाउने कि नचलाऊ एउटा दुईवटा ठाउँ चलाउँ न एउटा दुईवटा ठाउँमा हुन्न तिमीले तेल हालिसक्यो नहाल्ने कति छ तेल यसमा 3 लिटर हालेको हुनु त्यो होइन हामीले मैले के गरेँ यस्तो यस्तो देखाएँ भने मुनि खाल्डो छ भन्ने हुन्छ होइन अनि बिल पासिङ लाइट पनि दिनुपर्छ कहिले कहिले गाडी आइरहेको हुन्छ पिली पिली याद छ नि पासिङ लाइट ल त्यो अनुसार चलाऊ अनि बाटोले फालिदिन्छ अनि ब्याग चाहिँ कस्तो हो नि कहिले काहीँ चाहिँ ब्याग याद हुँदैन अघि राजु के छ अल सेट अल गुड
ल राइडर्स हामी नागढुङ्गा आयौँ होइन ओ के यो सुरुवाती होइन हल्का रहेछ धेरै टस गाडीमा नटसाउने है खाल्टोतिर नरोक्ने है बाइक बाबु नौबिसी नै खानु पर्ला है खाजा त अलिक त फेरि ग्यास्ट्रिक बढ्ला भनेर नि मर्निङलाई त जति चाँडो खायो त्यति फाइदा हो बरु खानालाई अभोइड गर्न मिल्यो नि त अझै पनि I got the cash in the bag, stadium packed. Born a rock star in this life, gonna live it up on the attack. Baby, I'm bad, I just wanna get caught up in this. हामी धादिङ सुपुल धादिङ बेसी आइपुग्यो होइन यता बसी हुन्छ भने यता ओके यता बाइक चाहिँ यहाँ राखौँ माहौल त कहाँ बिगार्नै भएन नि बाइक त जानै दिनु भएन नि यो रोक्दाखेरि चाहिँ होइन जुन त्यो स्पिड हामीले डाउन गर्छौँ नि हामीले ब्रेकिङ आउँदा गियर डाउन गर्ने होइन गरेर अघि त त्यही गरिरहेको थियो सकभर गियर डाउन ल टाइम थियो नि एउटा केटा थियो तपाईँ पनि एउटा होइन खाली छ तर त्यो होइन लाइटिङमा हेर्नु कस्तो भयो राइड यहाँसम्मको एकदम जीवाले दुखिरहेको छ अहिले नै त्यो माथि त चलाउन बाँकी छ हजुर भाइ कस्तो भयो तिम्रो यो भाइ त फर्स्ट टाइम है फेरि एक्सपिरियन्स कस्तो भयो भाइ ठिकै छ पछि गएर के हुन्छ हेरौँ हामीलाई यहाँ हेभी डिस्काउन्ट आउँदैछ है गाइज तपाईँहरू यहाँ आउने लमजुङ होटेल फोन नम्बर मार्क गर्दैछु मेरो औँलाले होइन ओ ल राजु भाइ के छ रोडको कन्डिसन ट्राभलर्स छिटो अहिले मुस्ताङ अप्पर मुस्ताङतर्फ जाँदैछ अनि अहिले हामी मलिक 5 छौँ र टाइम भएको छ 7:51 अराउन्ड हामी आएर एकछिन रेस्ट गऱ्यौँ एकछिन बस्यौँ अब चिया खाएर हामी जानेछौँ र अर्को कुरा तपाईँहरूलाई अपडेट गर्नुपर्दाखेरि रोड कन्डिसनको बारेमा तपाईँहरूलाई केही भन्नु मन लाग्यो अहिले कन्डिसन एकदम ठिक छ अहिले दसैँको भए पनि माहौल भए पनि अहिले चाप चाहिँ अलिक कम छ सो ड्राइभ सेफ तपाईँहरू हामीसँग कनेक्टेड हुनु होला थ्याङ्क यू रोड कन्डिसन कस्तो छ भन्ने कुराहरू राजु भाइले भनिहाल्यो अनि सँगसँगै हामी बिचमा कताबाट छिर्छौँ भन्ने कुराहरू पनि हामी अपडेट दिन्छौँ होला हेरौँ के हुन्छ कस्तो हुन्छ है हामी दुइटै बाटोको लागि हामी हिँड्नेछौँ कताबाट हुन्छ त्यो हेर्छु ल नातो सातो बान्ने छ मेरो चाहिँ दाबी मिलाउनु पर्छ मेन कुरो सलाम वालेकुम भन्ने कि पाजी भन्ने सत श्री अकाल
के पर्फर्मेन्स कस्तो ओके ल अब यहाँ हामी अहिलेलाई चाहिँ चना ओके ल होटल फ्रेस बाछा यो चाहिँ मेरो हो अहिले त लागेन नि अहिले बीवाला त्यहाँ परेन यहाँनिर एउटा त्यहाँ जाने बाटो छ भने चाहिँ हामी यताबाट जाने के त्यहाँ छैन भने चाहिँ दमौली पुग्ने दमौलीबाट अर्को बाटो त्यही भएर अघि हेरेको थियो कस्तो भयो राम्रो भयो तिमीलाई आँखा टिस्यु छ है वेट टिस्यु छ है त्यहाँ के गाह्रो भयो तपाईँलाई अलिकति यस्तो च्याद भयो कि पानीमा डुबेर निक्लेपछि पानी अनि कुण्ड पनि छ त त्यहाँ यहीँबाट चाहिँ कहाँ छ यहीँबाट हामीले नर्मली बाटो सोध्यौँ होइन हामी आबु खैरिनी र गएर चाहिँ सोध्नु कन्फर्म गर्नु भन्ने कुराहरू भयो होइन त्यहाँ गएर चाहिँ अनि बल्ल हामी भित्र छिर्छौँ अहिले चाहिँ हामी यताबाट नत्र यसो गर्दा नि हुन्छ
यो लगभग 50 नै होला यो अफ रोडै त्यो कच्ची रोडै छ यो कम्प्लिट जाने त्यहाँदेखि अर्को गए पनि हुन्छ त्यहाँ गएर सोधौँ पहिला आबुबा गएर अर्को बाटो कुनै घुस्ने जाँदा छ होला डुम्रेबाट भन्नु है डुम्रेबाट चाहिँ देखौँ भएको त्यहाँको किताब किताबबाट राम्रो छ भन्दा ए ल त्यसो ओके पहिला आबुमा सोधौँ सोधेर गरौँ अहिले भोकसोक केही लागेको छ भाइ तिमीलाई भोक लाग्यो लङ खाऊ है लङ खाऊ ओ भाइ लम्बी जुदाई यो सानो खालको बाटो क्या यहाँ जहिले जाम अब हामी चाहिँ यहाँबाट आबु खैरेनीबाट आइपुग्यौँ भर्खरै आबु खैरेनी होइन होइन अब हामी यहाँबाट चाहिँ दमौली पुग्छौँ होला डाइरेक्ट अनि दमौलीबाट चाहिँ हामी त्यहाँको नयाँ बाटो छ सर्टकट बाटो चाहिँ पुगेर पुग्ने यता बेगरास्ता हुँदै जानुपर्ने अब त्यो बाटो चाहिँ हामी फलो गर्छौँ किन भन्दाखेरि अब मेन हाइवे त लास्टै गर्नै छ नि त बाटो बनाउँदैछ एक्सप्लोर गर्दैछ त्यही भएर चाहिँ अब हामी सर्टकट जाँदैछौँ तर नयाँ बाटो चाहिँ त्यो राम्रो छ कि हामी अब दमौली आइपुग्न लागेका छौँ अहिले कहाँ हुन्छ त्यो पुल चढ्यो त आउँछ तपाईँ पुल तर्नु परेन पुल गरी हो क्या यहीँबाट माथि है दाजु खान्छ भने त लम्बी जानुपर्ने बाटो चाहिँ यो हो नि माथिपट्टि बाटो हो ऊ अगाडि आएर जानुहुन्छ जस्तो लागेको पर्ने बाटो चाहिँ यो है यो माथिपट्टि जुन यो बाटो छ नि यो पुरै यो बाटो हो होइन देख्यो भन्दालाई भाइ कस्तो भयो 1-2 घन्टा भाइ गर्मी भयो भाइ आउँछ अहिले यो बिल्डिङ याद गर्नुहोस् है दमौली बजार छक्कै है यस्तो यता यस्तो यता एकछिन हल्का हल्का बिस्तारै
राज भाइ हाम्रो यो केराको राज के हो? यो केरा ब्रेक हो। केरा ब्रेक हो किनभने अब मान्छेहरू त मोमो चाउमिन टक्क खान्छन्, तिमी त केरा खाँदो रहेछौ। तपाईँलाई एउटा हेल्थ टिप्स, केराले चाहिँ तपाईँको एपेटाइटलाई फुल गर्छ र गुड फर हेल्थ हो। त्यही भएर यो जङ्क फुड यताउति मलाई मन पर्दैन, सो आई प्रिफर फ्रुट्स। अनि स्याउहरू यस्तो यस्तो एप्पल समथिङ ए मजाले त्यो पनि हुन्छ। फ्रुट्स एनिथिङ। बेना बेना यो हालत के हो बेना? यो एकदम गरिब भएको अवस्था छ होइन। अब गरिब भएको भएर अनि यसलाई टक्क खोलेर चाहिँ अनि शीतल शीतल खाएको कि केरासँग शीतल खानै पर्ने। झन् यस्तो गर्नु नहुने। भएर चाहिँ अनि कस्तो भयो त यहाँसम्मको राइड के छ? अब यहाँसम्म बेनी पुग्ने ढाडसाड केही दुखेको छ? मसिना चाहिँ आएको ढाडबाट। ओके ओ सेट हाम्रो त केही आएन। ओ भाइ तिमी बेनी पुग्छौ नि कि पोखरी पानी विचार छ तिम्रो त? ए अन्त अस्ति त गैँडा चोक पुगेर आएको तिमी। भाइ के हो बाइक सेक्सी देखे क्या? नयाँ बाइक पुरानो भएन र। म त यहाँ पुरै जिउ साह्रै गरिब भयो। अब हावा खाले यो भाइको बाइक अस्ति भएर किनेको बाइक रे, नयाँ रे, थोत्रो भयो भने यहाँ तनावमा छ त। उता तनावमा छ, गाह्रो छ है। के हुन्छ त अलिअलि थोत्रो भयो। ल ल ल ल हामी अब लाग्छौँ चिलपारामा। अब Finally, we are at Pokhara.
हामी चाहिँ पोखरा अघि नै इन्टर गरिसकेको अब हामी यहाँबाट चाहिँ कति लाग्छ होला हामी लगभग 3 गर्न आँटेको विमानस्थलतिर जाँदै हो हामी ल बाटो बाटो हामी खानातिर लाग्छौँ है खाना हेर है थकाली ल हामी यहाँ दाइहरूलाई के भन्छ यो ठाउँलाई कालीमाटी चोक हेम्जा जाने बाटै हो यो हामी ठ्याक्कै हेम्जा जाने बाटोमै छौँ कालीमाटीको तरकारी थकाली होला खतरै थकाली होला माथि जानु त्यहाँ ठिकै छ अनि थकालीमा आएको थियौँ मेरो नि छोजेको लेक साइडमा भित्रमा होइन कहाँको गल्लीभित्रको थकालीवाला उता पर्सि उता खाउँला नि त अब खानाको लागि टक्क बसौँ मटन मगाएछौँ मटन अनि खाएर ठिक छ के हुन्छ कस्तो हुन्छ हेरौँ म त एकदम थाकेको छैन बिनाजु म त हल्का एकदम थाकिरहेको छु मजाले भाइ कहाँ पुग्ने अप्पर मुस्ताङ जाने सिधै कस्तो भयो फर्स्ट राइड तिम्रो त फर्स्ट राइड अलिकति गाह्रो भए पनि मजेदारै छ आज चाहिँ धुलोले पुरै धुलोले पुरै रातो भएको छ पुग्छेर ठिकै छ तर जाने नै हो माथि हामी ओके ल खाना आइयो खाना जम्की जम है भाइ खानै खाने जम च्याङ्गा च्याङ्गा खस्रो हुन्छ ओ च्याङ्गा गनाउँदैन चिकन छ भने चिकन दिनु न ल मलाई चिकन मलाई पनि चिकन तीनटा चिकन रे ल अब ल मलाई थाहा भएन आइएम सो सरी गाइज ल
सकिन क्या मैले ल घर जग्गा अनि पैसा जित्नको लागि त घर जग्गा पनि हामी होटल खोलेर लावारिस अवस्थामा भाइ अलिअलि एकैछिनमा म कल गरिहाल्छु हामीले रुम भेट्यौँ रे होइन होइन बिचो बाटोमा यहाँ पुनामा तपाईँ टेन्ट भएको छैन न त ट्रेनमै बस्ने भाइ तिमीलाई के हो भाइ तनाव छ होटेल पाइँदैन हाम्रो मर्निङको सबै भयो everything was good, everything was Okay. great. And just हामी रेस्ट गरेर आज हामी जुमसुमतर्फ जानेछौँ त्यहीँ बस्नेछौँ माफा भिलेजहरू समथिङ सबै आज एक्सप्लोर होइन सबै एक्सप्लोर गरेर फर्किँदाखेरि एकदम हामी चिलसाथ फर्किने अनि धन्यवाद अङ्कललाई एकदमै धन्यवाद अङ्कल मिठो राम्रो सेवा गर्नुभयो ल राजु भाइ ल हस्ताइ लाग्यौँ है ल धन्यवाद बाटो पर्दा उ गर्दा छिर्छौँ हामी ल हामी यहाँबाट निस्क्यौँ है ल बाबु तिमी राम्रोसँग सुत्यौ हिजो एकदम मजाले Welcome to another grind. Welcome to another grind. यो चाहिँ खसेछ कहाँ खसाएको त यार तिमीरोमा राखिरहेको थियो मलाई भन्छ मेरो कहाँबाट आयो त्यो उकाल्दैन यार सामान छ मान्छे त्यत्रो मेरो भनेको
हामी यहाँ थकाली भान्सा घरमा आइपुग्यो होइन रबिन गेस्ट हाउस एन्ड रेस्टुरेन्ट भनेर छ होइन टाइम नभएको बेला हुन्थ्यो टाइम अब 10 बजिसकेको छ कहाँ भ्याउनु नि भएन हेर्नु भयो कति टाइम थियो होइन होइन यस्तो हो अँध्यारोमा तर होइन गाह्रै हुन्थ्यो बेला 8 बजिसकेको थियो अनि मुडे चाबी त्यहीँ छोडेर हुन्थ्यो म लगिदिन्थेँ त चाबी तिम्रो बाटो हुन त तिमी अफरोड त चलाएर होइन श्रवण चेरे त हल्का घुमाउ त मजा आयो अनि पछाडि बस्ने तिमीलाई किन सब फुकाउन लाग्यो तिमी ल पानीले राजु भाइ ससमा सस लाग्यो तिमी ह्यान्डसम भएर बस्यौ के हो भाइ It was good. राम्रो भयो फर्स्ट राइड नै एकदम एडभेन्चरस थियो खास हिरोले गर्दा प्रब्लम हुने हो त्यो चाहिँ केही पनि छैन त्यस्तो तातो पानी भन्दा अलिकति माथि पुग्यौँ हामी सिसम भाइ सिसम यहाँ आऊ त गुड नाइस कस्तो भयो राइड तिम्रो राइड त फाइट भन्यो होइन अनि चलाइ कस्तो भयो तिम्रो फर्स्ट टाइम भनेको त हाम्रो थाहा छ त सबै होइन त्यस्तो डर लाग्ने सर्लाग्ने केही छ डर लाग्नेहरू ठुल्ठुलो बोल गुड ल गुड ल सुन्दरता यसलाई बनाउने प्रभुको माता नानी नगरी मिलेर भन्न सक्छ सृष्टिको अनौठा बातहरू जीवातहरू अनौठा बातहरू जीवातहरू असंख्य जातिहरू विभिन्न रीतहरू असंख्य सम्पूर्ण हृदय उपासना मान्छे सबैले नाता भेटियो
हेर्नु भिडियो कस्तो छ तपाईँ आउनुहुन्छ हजुर अब जो जति पनि यहाँ आउनुहुन्छ हामी उहाँलाई पनि रिफर गर्छौँ हजुर यहाँ खाना हामीले मिठो खायौँ हजुर ल है म आफै भन्दिनँ मेरो टिमलाई म भन्छु है खाना कस्तो लाग्यो न ढाँटिकन 450 चिकन खानाको लिनु भएको छ त्यो प्राइस पनि खासै महँगो हो त अनि हाम्रोमा सुत्नेहरू केही फेसिलिटी छ सुन्नेहरू यही हो यही छ कतिजना प्रब्लम मैले चाहिँ लन्च ब्रेकफास्ट खाजा खुवाउँछु आपत परेकोहरूलाई मात्रै राख्छु कि योभन्दा 1992 देखि 2000 त मैले टोटली गेस्टहरू पनि राखेँ within 9 years I stopped putting for a room I didn't get the room if it's necessary this problem then I used to get the room I closed the dinner so if you want to come in Dana there is one biggest waterfall called Rupse Jharna and it's also deepest gorge in the world and you see Annapurna South from over here. If you like Thakali Khana food, you come to Kavin Guest House. I'm the owner of Kavin Guest House. Thank you. Thank you. Rupse Jharna It's 20 minutes from over here. Okay. तपाईले त यही हाल्नु है ग्रुपसँगै हुन्छ हाल्ने हो खोइ यहाँ क्लोजै समातेको छैन अनि क्लोज होइन समातेको गुडिहाल्यो नि दुईमा हालेर छोड्ने हो नि उता माथि लगाएर धकाउनु चढ चाबी कहिले कुनै बाइकको पनि चाबी अन गर्न नछोड्ने रोकेपछि ल 2 गियरमा है 1 2 3 मैले भनेको होइन
म यस्तो गर्छु होइन होइन उडाउनै पाउनुहुन्न कि तपाईँले कोही पनि उडाउनु पाउनुहुन्न कि मुस्ट्याङमा तपाईँ उडाएर मैले भेटेँ भने तपाईँको यो क्यामेरा सिधै जब हुन्छ तपाईँले पाउनुहुन्न यतिखेर त्यसको चाहिँ फाइनतिर मैले तपाईँले मलाई काठमाडौँसम्म चाहिँ पाउनु भयो भन्नुभएको अनुमति बिगर त पाउँदै अनुमति लिएर तपाईँले रेस्ट्रिक्टेड ठाउँमा कहाँ कहाँ उडाउनु पाउने भन्ने मात्रै हुन्छ अहिले बोकेर जा
अब डेन्जर देख्दो रहेछ है
कस्तो बाइकमा किन म आफै एकछिन 150 रुपियाँ किलोको स्याउ हामी खाने चिसोमा के स्याउ खाने होइन मेरो निन्जा उडायो होइन मेरो मार्फत ठ्याक्कै हामी अगाडि आइपुग्यो है यहाँनिर आछौँ होइन अनिल आऊ बाइक राखेर आऊ हामी एकछिन मार्फाको लागि के छ बढी हेर्न जान्छु होइन भाइलो कति बरु मार्फा खाने हो सरी गुड तर भन्ने हो चिसो ठाउँमा छ तातो चिज खानुपर्छ तातो तातो ऊ हो क्या स्याउको रस ल म मार्फाभित्र छिरेँ यो चाहिँ खाएर यहाँ तपाईँलाई कुन चाहियो अरे तपाईँलाई के चाहियो अरे होइन नि मिनाजु होइन नि एप्पलको रस पनि त्यो एप्पलको रस खाना नि यो हो सुकुटी किन खाने रस हुँदा हुँदैन त्यो पनि हो रस पनि ठिकै छ रस है आलु यो पनि एप्पलकै रहेछ क्या आलु चिप्स यो खाउँ न पोटेटो हो खाउँ न टेस्ट गरौँ न एउटा यो पनि ल बोलौँ ल बाबुहरूलाई बोलौँ कतिवटा चिसो जुस के हो नानु प्योर एप्पल जुस हामी त यत्रो बेर त्यति यो नानु के हो भन त एप्पल जुस हो क्या एप्पल जुस एउटा यो खोल्दो न खाऊ मेरो त बाइकमा त्यो ढुङ्गा छिरेछ क्या त्यो उसमा अनि निकाले बस्छ म सुकुटी सुकुटी पाउन पहिला त्यो एउटा चाखौँ न जुस रे होइन त्यो जुस रे होइन गुड भाइ सुकुटी देऊ टेस्टमा सबैले टेस्ट गरिदिनु अर्को खायो म बहिनीले कहिले भने यस्तो भनेर खाउन मात्र यो खान्न होइन अरू जेसुकै भन्नु पनि होइन होइन यस्तो गरौँ न त फ्युल हो यो राम्रो यो फ्युल तेल हो खुवाको रक्सी के हो यो गाउँ जस्तै हुन्छ के जस्तै हुन्छ यही वाला खाने रक्सी हो यो खै त भएन ल केटाकेटी हो को कोलाई के मनपर्छ भेराइटी 500 रुपैयाँ यसकै 500 लिटरको 500 अनि इनर चाहिँ इनर यो चाहिँ वाइनमा पर्यो हजुर ब्रान्डी हो 50 रुपैयाँ दिनु हुँदैन हजुर 50 रुपैयाँ होइन 50 रुपैयाँ टोपी लगाएको छ त्यही कति मिनट छ जम्सु कति मिनट छ 15 मिनट 15 मिनट छ 15 बाटो राम्रो छ पहिला न धेरै राम्रो भएको बाटो है अहिले बिचरा उसलाई बोल्नै लाग्दैन कति बोल्दै के भन्दा मार्फा होइन यो होइन नि मार्फा यो उहाँको सिंगल रक्सी नानु त्यो चाहिँ डबल स्यालको पाउँदैन नानु तिमीलाई होइन एउटा कुरा सोध्छु नि स्यालको रक्सी नि पाउँछ भन्ने हल्ला आएको छ स्याउ
ए उ त्यो रक्सी पार्ने लिएर जानु स्याउ के अरे बिरालो जे खुवाउने हुन्छ गाईको कुखुराको घरको फार्म छ के बिरालो रक्सीको कसरी उत्पादन भयो त भन्नु एउटा के केटाकेटी सुटकुटी खाओ नि बियरको बोतल जस्तो क्या त्यो उतापट्टि लास्टको बियर हो एप्पल बियर एप्पल ब्रान्डी ले ए ब्रान्डी हो त्यो अहिले हामीले खाएर गयो भने यहाँ मापासी हुन्छ समात्दैन समाज छ पछि साथीमा यहीबाट आइन्छ हैन यस्तो गर्नु नि है पानी छ तपाईँको पछाडि त्यो पानीको बोतलमा सुटुक्क हाल्नु चेकिङ पछि खानु गुड स्याउ कसरी हो यो 150 किलो तुमेको त्यो झोराको हैन किलोको किलोको यो 2 केजी छ 2 केजी ल के भयो हाम्रो कुराकानी चिल्ली नै हो यस्तो हुन्छ ए र यो चिल्ली भने मैले देखिदिन्छु नै यो अंग्रेजी नाम यो ब्रान्ड हो क्या यो यहीँको मुस्ताङ आलु टमाटर अलि मोटो आलु रहेछ त्यो हामीले घरमा बनाउँछ नि आलु फ्राई गरेर त्यो चामलहरू हुने आलु जस्तै हो हामी आएर राम्रो आएको त्यो भाइ पनि राम्रो फेरि आएको जस्तो भएको है टाइमै नलागेको राम्रो भयो है राति पनि त्यस्तै औडा कहिले पुग्ला जस्तो बनाएको यी त रहेछन् भन्ने हुन्छ बाटो यहाँसम्म चलाएर आयो पहिले पनि आउनु पर्ने छ भन्नु भएन पहिला अहिले ठिक भएछ आनन्द भयो मान्छे चाहिँ आएर दुःख मात्र तारेर दुईटा वर्ष अगाडि डिसिजन लिएर आएको भयो भने अब गाह्रो भएर मलाई भन्ने हुन्छ जति सोचेको छ त्यस्तो रहेछ गाह्रो भन्छ नि त गाह्रो चाहिँ चलाउँदै आरामसँग गर्नुपर्ने छ त्यो तारबाट गउनु चाहिँ गुनिलो चिज त केही मन मैले फरेनर साथीहरूलाई बेच्ने फरेनरहरूलाई विदेशीहरूलाई होइन होला उनीहरूले हेर्छ नि तँलाई म पछि गएर किनिदिन्छु भने खाना पकाउने हेर्छ मिल्छ खाना होइन दुध सुध मान्छे मिल्छ हामी ढेँडो बनाउनु मिल्छ ढेँडो पाउने यसमा तान्नु ढेँडो पाउनु मिल्छ खकालीको रिप्रेजेन्ट गर्न राखेको हो राख्छु अरे ए सरी खकालीको कल्चरलाई यो चाहिँ के भन्छ यो डाडो नै हो ए झ्वाइँ खट्टे यसमा झ्वाइँ गर्ने है घिउ हालेर दाललाई चिया छान्ने यो चाहिँ चिया छान्ने चिया त चिया खाने जस्तो तल मुनि चाहिँ आगो राख्ने आगो कोइला भनेपछि यसमा पकाउने होइन पकाउन नि मिल्यो नि त यो चाहिँ क्यास के हो यो चाहिँ पुगिसक्यो अब यहाँ तपाईँ दिँदैन ल मलाई चाहिँ बाई गर्नुहोस् केबाट जाने त हो नि त्यसो गरेर बेलुका जाउँ लाग्यो भाइ आऊ एकछिन गाइज एकछिन
ल बिस्तारै सबैजना जाऊँ ल पहिला म जान्छु अनि म बोलाउँछु है तिमीहरू अनि सुरु जाऊ ल जाऊँ वाह यस ओ आता है अलिक पर्छ जेरी गल्ली अलिक टाइट भन जेरी गल्ली हेलो गाइस Hello, bowl again. खतरा भाइ साकै यहाँको टेस्ट यस्तो हुँदो रहेछ टेस्टमा मान्छेहरू पनि यस्तो भन्नुपर्ने ठाउँ रहेछ आउने ल अहिले फेरि आउने ल यहाँ है भने त्यहाँबाट लुगा सुगा चेन्ज गरेर राख्ने आउने ल ओ नाइस एकछिन रोकौँ गाइस रोकौँ हेर्नु त ल गल्लीहरू बाबालाई चाहिँ हामी आउने छौँ कताबाट आउनु Yes. Very good. You are out of this one again. I'm taking the car. Oh! Papa, something I found the thing. मेरो लाइनमा एन्टी लाइट नो राम्रो तो याद दिखाया तो
होटल खोजौँ नाम के थियो फोन गर्ने होटल होलिडे भन्ने नि यो चाहिँ पुरानो बसेको रहेछ नयाँ एउटै एप्रिल फोटो सुट गरेर अब हामी तलतिर लाग्दैछौँ होटलतिर एकदमै चिसो ल है सबैजना आउनु भन्छु म चाहिँ किनभने यस्तो रमाइलो लोकेसनमा चाहिँ बसिहाल्छ कल हुँदो रहेछ यही लोकेसनबाट टक्क है होइन तिमीहरूले आज माथि देख्यो भने तिमीहरू त्यहाँ नै बस्छु भन्छु होइन त्यहाँको कस्तो दामी छ अनि भोलि अप्पर गएर त्यहाँबाट सिधै हामी उसमा पुग्छौँ भोलि हामी उता माथि भोलि मुक्तिनाथ पनि पुग्छौँ अप्पर पुग्छौँ मुक्तिनाथ भोलि बिहान चाँडै उठेर मुक्तिनाथ गएर यो भाइहरू बिहान बिहान नुहाउँछन् कुण्डमा यिनीहरूलाई नुहाउने काम मेरो नुहाइदिने काम माने है भाटाले त्यसको टिकटक पनि छिटै नै आउँछ नडगाल्नै लड्छ यसमा ल गाइस भाइ तिमीलाई सुत्दा के भन्ने गाह्रो भयो तर ठिकै छ अहिले हामी ल खाजा चाबेला खाना अघि हामीले खाजा खायौँ अनि एकछिन अघि एकदम थाके भएर सबैजना एकछिन त साँच्चै भनौँ घुसुक्कै भइसके जस्तै थियो अहिले अलिकति उठाएर चाहिँ खाना खानुपर्छ भनेर हो खाना हामीले ओल्यौँ अब हामी खाना जान्छौँ है के हुन्छ कस्तो हुन्छ होइन औ पानी पोखिनु भएको छ माहौल यहाँको माहौल तर लास्ट चाहिँ प्याक है किन प्याक भयो सबैजना यताउति कचुक न हाम्रो ग्याङहरू गाइस खाना खान रेडी हो कतिको भोक लागेको छ अघि खाजा यही ठाउँमा बसेर खाएको भिडियो खिचेन है यो खाना हाम्रो आयो होइन
ल बेना खाना आयो अब खाना झप्प त्यस्तो नभन्नु तपाईँ अनि खाना अनि क्यान्सल हुँदैन भने कहाँ खाना धेरै हुन्छ बाइक खाना झप्प खाने पानी त धेरै कहाँ पिउनु नि त्यस्तो प्रब्लम पानी पनि तातो पो झन् तिम्रो पुलिस आयो बाबु खाना खाओस् फेरि ल ला अलिक मजा आइरहेको छ सिरियसली यही भाइ हो के खास मेरो त यहाँ रिक्याप हेरि नि हुन्छ है मेरो पनि रिक्याप कहाँ गइले छ बिहा आज अनि त्यो अफ गरिदिन्छ होला स्टोरेजमा त्यो स्टोरेज फुल हुन्छ भोलि यहाँ मेरोमा स्टोरेज छैन 50 सेकेन्ड बोल्नु छ कि तिनटा बोलाउँछ नि अनि को हो चाहिँ थाहा भएन है चिटर यता चिटर